माटोको कथा नबुझेर भनौँ, आफ्नो माटोको परिभाषा नबुझेर केवल एक साग भातको लागि अर्काको लडाइँहरू हामीले लड्दै गयौँ। जति जति हामीले अर्काको लडाइँहरू लड्दै गयौँ, उति उति नै विश्वमा वीर हुनाको साथसाथै हामी आफ्नै घर आँगन खोला नाला र भिरपराहरूबाट बिरानो हुँदै गयौँ। छाती भरि भरि तकमाहरू लगाएर घर फर्किँदा हामी आफ्नै माटोमा विदेशी भयौँ। हाम्रो घर त हिजै नै हाम्रै भुलले आगो लागिसकेछ। घर डरेको खरानी कोट्याएर अब हामीले हाम्रो भाग्य खोज्न हुँदैन। अब उसो हामी समुद्र भएर बाँच्न पर्छ। लेखकको कलमहरू तोप भएर पड्किन पर्छ। चित्रकारको रङहरू सबै चित्र नभएर एउटा ज्वालामुखी पर्वत फुटेर निस्केको तातो लाभा भएर बग्न पर्छ। संगीतकारको संगीतहरू सबै संगीत नभएर एउटा भयानक डढेलो भई प्रत्येक गोर्खाको छातीभित्र सल्किन पर्छ। सबै मेरो गोर्खे सन्तानलाई मेरो यही शुभकामना। हामीहरू प्रत्येक ढुङ्गाको कापहरूमा जरा गाडेर फुल्न सक्ने सुनखरी जस्तै विश्वमा एउटा चुनौती भएर फुल्न सक्नुपर्छ। सपना थियो युग युगको विपनाको फैलियो किरण, अस्तित्वको यो आह्वान, यो हो हाम्रो गोर्खाल्यान्ड। गोर्खाल्यान्ड गोर्खाल्यान्ड गोर्खाल्यान्ड। फलाम छ फलाम कहाँ हुन्छ, अग्निमा डढी डढिकन नै फलाम फलाम हुन्छ। छोरा सब छोरा कहाँ हुन्छ, आँधी र तुफानमा परिकन नै छोरा छोरा हुन्छ। बरुमा त जङ्गली बाघकै मुटु एकैछिन पैसो मागेर भए पनि मूल सडकमा पाइतलाका डामहरू छोडिराख्न मन लाग्छ, ताकि नेपोलियनको घोडा तर्सियोस्, हिटलरको हातबाट पिस्तोल खसोस् र वीर बलभद्र र अमर सिंहलाई फेरि पनि तिर्खा लागोस्। जय गोर्खा जय गोर्खा।